हेलो वेलकम टु माई नेक्स्ट ब्लग गाइज। म आएको छु चितवन भरतपुरको क्यान्सर हस्पिटलमा। यो क्यान्सर हस्पिटलको गेटबाट म इन्ट्री गरिसकेँ। यो चाहिँ नर्सहरू डक्टरहरू बस्ने क्वार्टरहरू हो। यस्तो छ, यो सब नर्सहरू, यो हस्पिटलका स्टाफहरू बस्ने घरहरू हो। यी सब पुरानो भइसकेछन्। यो साइडमा पनि छन्, यो साइडमा पनि छन्। यो फेरि रोड हो, दामी छ रोड पनि। 23 बिघामा बनेको यो विश्वको सेकेन्ड क्यान्सर हस्पिटल हो। यो एकदमै ठुलो छ। 23 बिघा भनेको हाम्रो आँखाको दृष्टिले पनि पुग्दैन, एकदम ठुलो छ। जग्गा त कति हो, कति यी घरहरू, यो हस्पिटलका स्टाफहरू बस्ने घर कति हुन्, कति जमानामा बनाएको गिरिजाप्रसाद कोइरालाको पालामा बनेका घरहरू नि। बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल हेर्नु गाइजी, रुखले अलिक छेकिया रहेछ। यो चाहिँ नर्सिङपट्टि कलेज हो। त्यो दामी चाहिँ कुरै छोड्दैन। यो चाहिँ नर्सिङ कलेज ल्याब नि, कलेज हो। कलेज गरेको आइसी हो त फर्स्ट टाइम आएको। एकजना हुनुहुन्छ यहाँ सबै कुरा गाइड गर्ने। म त टुरिस्ट होइन, यहाँको टुरिस्ट। नेपालको भुक्का टुरिस्ट। गजब बेइज्जती है। अहिले भुक्का भयो भने कुनै दिन त होला नि यार, के भनेको त्यस्तो। यो गजब बेइज्जती भयो, गजब बेइज्जती। हेर्नु त गाइज, कति सानो होचो घर। यसमा बोरिङ छ अरे के, ट्याङ्कीहरू पानीको बोरिङ बनाएको अरे। अनि त्यो सानो छ क्या होचो, क्या क्युट लागेर मैले खिचिहालेँ फेरि। दामी छ यार, दामी छ क्या। फेरि यतातिर के गेट हो यो कुन्नी? घर त दामी छन् फेरि। खिच्दिनु त यतातिर 1 नम्बर गेट हो। दामी देश राम्रो लाग्यो मलाई त। त्यहाँ घरहरू हेर्नु न कति दामी छ। यो त सबै डक्टरहरू बस्ने क्वार्टरहरू है। यो डाक्टर क्वार्टर। युरोपियन स्टाइलको छ त घरहरू त। अनि यो युरोपै हो त, यो सानो युरोप हो। यो सानो युरोप हो, दामी छ क्या। mini Europe cancer hospital. Mrs. Zital is walking around to gate number 1 in the cancer hospital. Mrs. Zital. Is it the same like in mini Europe? She is walking around to cancer hospital gate number 1. Looks at म त कहाँ विदेश आएँ कि क्या हो? yes, absolutely. म त You are in जर्मन आए जस्तै मानेछ yeah, is it the mini German? नि। Yes. क्यान्सर हस्पिटल भित्र इन्ट्री गर्यो गाइज। हेर्नु त वाउ कति राम्रो। यो हो क्यान्सर हस्पिटल। लास्ट दामी छ यार, लास्ट दामी रहेछ कि। बिपी कोइरालाले बनाएको हो कि यो, त्यही भएर यहाँनिर बिपी कोइरालाको फोटो रहेछ।
रेडी छ है बिपी कोइराला त एकदम राम्रो मान्छे हो नि है देशको लागि एकदम जिउ ज्यान दिएर एकदम प्रगति गर्ने यस्तो खतरनाक ऊ बनाउने भनेपछि त बिपी कोइरालाको राम्रो देन थियो के यसलाई के बनाएको होला है यो त यो ठुटोलाई पनि यति दामी बनाएर डेकोरेसन गरेको यार पेन्टिङ गरेर को कलाकार होला यस्तो दिमाग लाउने ये बड़ी अच्छी बात कही है। साह्रै रहेछ नि बगैँचाभित्र पस्न मनाइ छ अरे किन यस्तो ठाडो गराउनु फेरि कति ठुलो छ है ठाडो नगराउनु के यस्तो गर्नु हो त्यस्तो हो यो के होला यस्तो के छ बोट होला है यो यहाँ त फलेको पनि छन् यो त ऊ के हो यो किन हुन्न माछा ज्ञानी खानुहुन्छ कि नै यस्तो झ्यापाले खान्छ हो कि जस्तो लाग्यो कराउँथ्यो जस्तो पनि लाग्यो एडमिनिस्ट्रेसन भवन एडमिनिस्ट्रेटिभ तल छ क्या पोखरी थियो होला यता देखाउनु न यता ल्याइरहेको छु ए क्यान्सरको भवन पुरै दामी छ नि जता सुक्खै यस्तो दामी छ क्यान्सर हस्पिटल यो बिचमा फेरि यति राम्रो राम्रो फुलहरू छ फेरि के गर्ने होला म त मर्छु कि क्या नरिवलको बोट पनि छन् के फेरि अब चाहिँ हामी जान लाग्यो गाइस यस्तो दामी छ कुनै छोड्दैन यो फेरि यहाँनिर बाहिरबाट पनि दामी देखिन्छ क्या फेरि हेर्नु त कति राम्रो बाटो पुरै युरोप गए जस्तो युरोप अस्ट्रेलिया जस्तो छ क्या छन अनि